40 वर्ष नहुँदासम्म मैले पनि नजानेका भान्साका उपयोगी तरिकाहरू। अन्त्यसम्म हेर्नुहोस्, पछुताउनु पर्दैन। 1. क्ल्याम, शेल भएको सिपी वा घोङ्गीमा अलिकति मस्टर्ड हालेर राम्रोसँग मिसाउनुहोस्। तिनीहरूले पागल झै बालुवा थुक्न थाल्छन्। हेर्नुहोस्, सबै बालुवा र फोहोर बाहिर निस्कन्छ। 2. घरमा बाँकी भएको भोगटे, पोमेलोको बोक्रा फ्याँक्नु हुँदैन। त्यसले चिम्नीमा लागेको तेल पुछ्नुहोस्। सफाई गर्ने सेवाभन्दा पनि सफा हुन्छ। सबैभन्दा राम्रो कुरा, पैसा पनि बचत हुन्छ। 3. अन्डा फेर्दा भित्र खोल खस्यो भने निकाल्न गाह्रो हुन्छ। औँलामा अलिकति पानी लगाएर त्यसमा छुनुहोस्। हल्का छोएपछि खोल तुरुन्तै बाहिर आउँछ। 4. खुर्सानी काटिसकेपछि हात पोल्ने हुन्छ। पानीले धोएर केही फाइदा हुँदैन। हातमा अलिकति पकाउने तेल हाल्नुहोस्। त्यसमाथि भाँडा माझ्ने साबुन हालेर केही सेकेन्ड घिसार्नुहोस्। पोल्ने अनुभूति तुरुन्तै हराउँछ। प्याज काट्दा आँखा रसाउँछ। एउटा पेपर टावल लिनुहोस्, मोड्नुहोस्, भिजाउनुहोस् र काट्ने बोर्डमा राख्नुहोस्। यसरी प्याज काट्दा अब आँसु आउँदैन। 5. घरको चामलमा सजिलै घुन वा किरा लाग्छ। एउटा कागज लिनुहोस्, ताजा अदुवाका 4 टुक्रा, लसुनका 2 कोया र 2वटा स्टार एनिस राख्नुहोस्। टिस्युमा बेरेर रबर ब्यान्डले बाँध्नुहोस् र चामलको भाँडोमा राख्नुहोस्। यसरी राखेपछि किरा फेरि आउँदैन। 7. ग्लास नुडल्समा देखिने त्यो सेतो धागो फोहोर होइन। यसलाई यसरी प्रयोग गर्नुपर्छ। हल्का तान्नुहोस्, सजिलै छुटिन्छ। 8. बारम्बार प्रयोग गरेर कालो भएको तेल फाल्नु ठूलो बर्बादी हो। 1 चम्चा स्टार्च र 1 चम्चा पानी मिसाउनुहोस्। राम्ररी घोलेर करिब 60% तातो भएको तेलमा हालेर तताउनुहोस्। स्टार्चले तेलभित्रका फोहोर तान्छ। जब जम्छ, चम्चाले निकालिदिनुहोस्। तेल फेरि नयाँ जस्तै देखिन्छ। 9. खाली बोतल प्रयोग गरेर अन्डाको पहेँलो भाग बिस्तारै चुस्नुहोस्। अन्डाको सेतो र पहेँलो भाग छिटो, सजिलै र सफा रूपमा छुट्टिन्छ।